हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। यो कुदिरहेको मान्छेहरू चाहिँ हामी तीनजना हो। पछाडिबाट गाडी आयो भनेर हतार हतार कुद्ने भएको। लास्टमा त जिप पो रहेछ। हामी चाहिँ पगला जस्तो भएको। हामीलाई प्र्याङ्क गरे जस्तै भयो। हामीलाई चाहिँ के गर्नु, यस्तै छ। यहाँनिर दुईजनाको चाहिँ संसारै बेग्लै छ र म चाहिँ यता हिँडिरहेको छु। मेरो चाहिँ अघि गाडीले साथै उडाइदियो जस्तो छ। उहाँहरू चाहिँ को भन्नुभएको होला। उहाँ चाहिँ मेरो सोल्टिनी र उहाँ चाहिँ मेरो सोल्टिनीको बहिनी हो। अनि त्यसपछि म हामी चाहिँ धेरै मात्रामा हाँसिरहेको थियौँ र रमाइलो पनि धेरै भएको थियो। किन कुदेको भनेर सोचिरहनु भएको होला। हामीलाई यो अगाडिको मान्छेले चाहिँ आर्मी बन्ने ट्रेनिङ दिँदै हुनुहुन्छ। धेरै कुदेर होला लास्टै थप्पा लगाइरहेको थियो हामी सबैजनालाई। यहाँनिर चाहिँ बहिनीले मलाई त्यो घर मन पऱ्यो, त्यो घर मन पऱ्यो भनेर देखाउँदै थियो र हामी चाहिँ हेर्दै थियौँ। हामी फेरि पनि आफ्नै पारामा थियो। तपाईँहरूले सोच्नु भएको होला हामी कहाँ हिँडेको भनेर। हामी चाहिँ कतारमा धेरै मात्रामा गरौँ भएको हुनाले र लाइन पनि नआएकोले हामी चाहिँ गाडीतिर घुम्न निक्लेको हो। साँझ पनि पर्न लागेको थियो। यता चाहिँ अलिक गाउँ साइड पर्छ, हामी चाहिँ गाउँ साइडतिर आएको। यहाँनिर चाहिँ हामीले के भनिरहेको छ सुन्न सक्नुहुन्छ। डुब्दै गरेको घाम कति राम्रो देखेको थियो त्यतिखेर चाहिँ। तर कति रमाइलो पनि भइरहेको थियो हामीलाई चाहिँ केटाकेटीसँग खेल्न, जनावरसँग जिस्किन ओर्न। यो डाँडामा चाहिँ हावा पनि कस्तो मजाले चलिरहेको थियो। त्यस्तो गर्मी ठाउँबाट यहाँ आउँदाखेरि त हाम्रो त स्वर्गमा पुगे जस्तै लागिरहेको थियो। त्यही भएर होला खुसीले हाम्रो त खुट्टा भुइँमै थिएन। हामीले चाहिँ अलिक माथि पुगेपछि बाख्राको पाठा पिटायो। हेर्नुहोस् हामीले सबैजनाले पालैपाली लियो। एकछिन बस्यौँ अनि बाटाहरू खेलायौँ। मौसम पनि भइसकेको छ, कति राम्रो देखिएको छ। हामी चाहिँ त्यसपछि कागती टिप्न गयौँ। आएपछि के त्यत्तिकै जानु भनेर कागती टिप्यौँ अनि हामी चाहिँ कागती टिप्न लाग्यौँ। यहाँ चाहिँ कति धेरै गाडीहरू थियो र हामी सबैजना मिलेर कागती टिप्यौँ। यहाँ उसले चाहिँ कागती देखाउँदैछ, हेर्नु यत्रो छ भन्दै। हामी चाहिँ कागती टिपी भ्याएर फर्क्यौँ त्यहाँबाट। त्यसपछि चाहिँ हामीले जाँदा बाटोमा जतै गर्दाखेरि हामीले एक एकवटा कागती चाहिँ खाइदियौँ। साँझ पनि पर्न लागिसकेको थियो, यस्तो भएको थियो मौसम। हामी चाहिँ कागती खाँदै गफलाउँदै हामी चाहिँ घरतिर लाग्यौँ। यहाँ बहिनीको चाहिँ खुसीले भुइँमा खुट्टा नै थिएन। कति मजाले उफ्रिरहेको छ। हाम्रो भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई बाई।